सरकारी जग्गामा बनेका घर टहरा हटाउने 35 दिने सूचना जारी गरेको करिब 2.5 महिनापछि पर्वतको मोदी गाउँपालिकाले सरकारी जग्गामा बनेका घर टहरा हटाउन अध्ययन शुरू गरेको छ। गएको जेठ 13 गते पालिकाले गाउँपालिका भित्रको सरकारी जग्गा ओगटेर बनेका घर टहरा हटाउन सूचना जारी गरेको 2 महिनापछि सरकारी जग्गामा बनेका घर टहराको अध्ययन शुरू गरेको हो। पालिकाले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको मातहतमा रहेर नागरिकको गुनासो सुनवाई समेत गरिरहेको जनाएको छ। अधिकारीहरु पनि हामीले नियुक्त गरेका छौं फिल्डमा। त्यो गुनासो सुन्ने अधिकारीहरुले गरिब परिवारको सूची जुन भूमि व्यवस्था गरिबी निवारण मन्त्रालयबाट हामीलाई प्राप्त भएको छ त्यो उपर चाहिँ कुनै गुनासाहरू छन् कि भनेर चाहिँ हामीले त्यो गुनासाहरू सुन्नको लागि गुनासो सुन्ने अधिकारी पनि हामीले फिल्डमा खटाएका छौं। त्यहाँबाट पनि तथ्याङ्कहरु संकलन भएर आउँछ त्यो प्रणालीमा पनि र यी प्रणालीमा पनि हामीले चाहिँ इन्डिकेटर रूपमा चाहिँ हेरेर वास्तविक गरिब हो होइन त्यसको आय आर्जनको अवस्था के छ भन्ने कुरो त्यो प्रणालीले नै गाइड गर्छ। पालिकाले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई आफूसँग भएको प्रमाण समेत लिएर सूचना जारी भएको 35 दिनभित्र सम्पर्कमा आउन आग्रह गर्दै सूचना जारी गरिएको थियो। अहिले अध्ययन अघि बढाएपछि अतिक्रमित भए गरेको जग्गाको अस्थायी निस्ता भएका नागरिकहरू सम्पर्कमा आइरहेको पालिकाले जनाएको छ। को सन्दर्भलाई यसलाई अब हामीले अहिले अब टिन्नुपर्छ भन्ने हिसाबले माथिबाट इनोभेसन पनि भएको र पालिकाले पनि अब यसलाई आफ्नो अधिकार क्षेत्रभित्र रहेको हुनाले मोदी गाउँपालिकाभित्र रहेका सबै वडामा कहाँ अब सार्वजनिक जग्गाहरू त्यस्तोमा बसेका सुकुम्बासी अथवा अव्यवस्थित बसोबासीहरूलाई व्यवस्थित गर्नको लागि हामीले सूचना निकाल्यौं र अहिले सूचनाको म्याद पनि सकिएको छ। 8 वटा वडा रहेको मोदी गाउँपालिकामा डिमुवा बजार, पातीचौर बजार, चित्रे रामजा, तिलाहार लगायतका वडाहरूमा सार्वजनिक जग्गा अतिक्रमण भएको नागरिकको गुनासो छ। विशेष गरी बजार विकास भइरहेको डिमुवा बजार क्षेत्र र पातीचौर बेटैनी जस्ता राजमार्ग क्षेत्रमा बढ़ी मात्रामा सरकारी जग्गा अतिक्रमण भएको जनाइएको छ।